हेलो गाइस, के छ खबर? सन्चै हुनुहुन्छ होला? म पनि आरामै छु। यानि कि घाम तापेर बसिरह आमा छोरो मम्मी यता हुनुहुन्छ। हेलो भनिदिनु, हेलो हेलो भन्नु न। मम्मीले हेलो भनिसक्नुभयो। मेरो घर चाहिँ यही हो होइन। घाम तापेर ट्याक्क बसिरहेको छ, जाडो छ। यहाँ रोडको पनि काम हुँदैछ कि रोडको काम यानि कि ग्राभेल, यही रोड हो। यहाँबाट खरेन्टार बजार पनि तड्काल देखिन्छ, दामी देख्छ होइन। खरेन्टार बजार उता छ। अब तरुल खन्न जानुपर्छ। हजुर के गर्नलाई त्यसले निकालेर कहाँ हुन्छ? इत्रु त थियो अनि त्यो इत्रु छ, त्यसले निकालेर हुँदैन कि। अब तरुल खन्न जाँदैछु म चाहिँ होइन। हाम्रो रोडको काम चाहिँ यही हो होइन, ग्राभेल यहाँ गर्ने रे। ग्राभेल टन्नै झारिरहेको छ होइन, दुईवटा तिनवटा टिपरले। मेरो घर चाहिँ यही हो। अहिले एकछिनमा चाहिँ तरुल खन्न जानुपर्ने हुन्छ होइन, देखाउने छु अहिले। गाइस म चाहिँ तरुल खन्न गइरहेको छु। ठुलबाले खनिरहनु भएको छ, म पनि जाँदैछु। हाम्रो चाहिँ ठुलबाले तरुल खनिरहनु भएको छ, माया सङ्क्रान्तिलाई। यहाँ छ तरुल चाहिँ। कसलाई भने भिडियो भने भिडियो भने फाइनली गाइस होइन, तरुल खनेर आइसकेँ म चाहिँ होइन। अब कपडा पनि फेरेर ट्याक्क हातबाट धोएर ट्याक्क सरसफाइ भएर बसिरहेको छु। अब दाइको घर चाहिँ लानुपर्छ अहिले होइन। अहिले एकछिनमा जानेछु दाइको घरमा चाहिँ। अहिले हजुरहरूलाई देखाउने छु त्यहाँ म तरुल होइन। आज ठुलो छोरोको काम, खाना खाइसकेपछि भन्नु मतलब 1 बजेदेखिको काम त्यही तरुल खन्ने थियो होइन। खासै धेरै त भएन, अब अरू अलिअलि खन्न बाँकी नै छ होइन। अब हामी चाहिँ बाँडेर खानुपर्ने हुन्छ कि, किनकि एक्लै खान अलि अप्ठ्यारै लाग्छ होइन। अब नि त्यसैले चाहिँ अनि तरुल छ। अब म चाहिँ दाइको घरमा, दाइ यानि कि मेरो आफ्नै दाइ जस्तो हो होइन, भान्दै हो मेरो। फुप दिदी, माइली फुप दिदीकोमा लिएर जान्छु होइन। तरुल अहिले लिएर जान्छु माइली फुप दिदीकोमा, तरुल पुऱ्याउनु जान्छु। अनि त्यतै सो गाइस, त्यतैतिर गएर चाहिँ म होइन अब यसो साथीभाइ भेट्ने ओर्ने, फुटबल खेल्ने हुन्छ। अनि घर चाहिँ ढिला हुन्छ आउनलाई होइन। म चाहिँ अहिले तरुल कति के कसो भयो हजुरहरूलाई म देखाउँछु होइन। हजुरहरू हेर्नु होला, देखु न यहाँ देखु। माया सङ्क्रान्तिको लागि तरुल चाहिँ यहाँ छ होइन। दाइको घरको लागि पनि ठिक पारिसकेपछि यहाँ चाहिँ अब लानुपर्ने हुन्छ। मम्मीले चाहिँ कोसेली ठिक पारिरहनु भएको चाहिँ कहाँलाई मम्मी हो? हजुर अहिले ठुल्छोले भन्नु न, भन्दै क्या भन्दै खा लानुलाई चाहिँ कोसेली ठिक पारिरहनु भएको छ मम्मी। अनि तरुल चाहिँ खै त कहाँ? ए झोला हाल्नु भयो अरे मम्मीले चाहिँ होइन। अहिले म देखाउँछु के ठिक गर्नु भएको छ। ल गाइस म चाहिँ घरबाट नि हिँडिसकेँ होइन। म चाहिँ अब दाइकोमा कोसेली पुऱ्याउन मम्मीले यत्रो ठिक पारिदिनु भएको छ, लास्टै गरौँ छ होइन। तरुल पिँडालुहरू अब पठाइदिनु भएको छ होइन। त्यो चाहिँ म दाइकोमा पुऱ्याउन जाँदैछु, किनकि दाइलाई एकदम पिँडालु चाहिँ मनपर्छ अरे होइन। त्यसैले म चाहिँ दाइको घर पुऱ्याउन जाँदैछु। अँध्यारो भइसक्यो, घाम पनि बस्दैसक्यो, घाम बस्दैसकेको छ होइन। अँध्यारो हुन लागिसकेको छ। म चाहिँ जाँदैछु होइन। धेरै टाढा पर्दैन दाइको घर, यहीँ गाउँमै हो होइन। छिटो गयो भने 5 मिनट नै लाग्दैन होइन पुग्नलाई। म चाहिँ जाँदैछु। मम्मीले चाहिँ ठिक पारिदिनु भयो दाइको घर लानलाई। अनि दाइलाई चाहिँ एकदम मिठो लाग्ने भएर चाहिँ होइन म चाहिँ लिएर जाँदैछु होइन। मम्मीलाई पनि माया लाग्दो रहेछ। मम्मी भन्ने शब्द नै होइन एकदम हो क्या, सशक्क हुन्छ क्या मम्मी भनेपछि होइन।
आफ्नो त मम्मी छ भन्दाखेरि के आनन्द हुन्छ कि खुसी पल हुन्छ होइन। मम्मी हुनुहुन्छ भन्दाखेरि खुसी हुन्छन् होइन। अब तर कति साथीभाइहरूको चाहिँ मम्मी हुनुहुन्न होइन। तर चाडपर्व यताउतामा लास्टै दुःख हुन्छ कि म चाहिँ गइरहेको छु दाइको घर होइन, आइपुग्नु लाग्यो होइन। तर मम्मीले चाहिँ ठिक पारिदिनु, मम्मीलाई चाहिँ एकदम माया लाग्यो दाइको होइन। किनकि हामी त्यस्तो बाँडेर खाने गर्छौँ होइन, हामी एक्लै खाँदैनौँ कि त्यस्तो लुकेर खानै मन लाग्दैन होइन। अलिकति सानो चिज भयो भने पनि थोरै भए पनि बाँडेर खाउँ भन्ने हाम्रो चाहिँ चाहना हो होइन। त्यसैले मम्मीले चाहिँ अनि पठाइदिनु भयो। यत्रो बोरा खालि छ 10 किलो जति होइन। अनि त्यसैले म चाहिँ जाँदैछु, हातै बढिसक्यो। देखन यहाँ छ बुढालुहरू होइन, तरुल सङ्क्रान्तिको लागि। अनि त्यसैले म चाहिँ जाँदैछु होइन। हाम्रो चाहिँ यहाँ बाटो निर्माण कार्य भइरहेको कि ग्राभेलहरू थुपारिरहेको छ यहाँ चाहिँ होइन। अब राम्रैकै लागि होला यो चाहिँ होइन जस्तो लाग्छ। अनि फेरि मम्मी भन्ने शब्द पनि एकदम क्या मम्मी भनेर भन्दाखेरि पनि क्या खुसी पल हुन्छ कि। आमा बुवा जस्तो ठुलोहरू केही पनि होइन, आमा नै सबै थोक हो होइन। 9 महिनासम्म कोखमा राखेर जन्मदिन भनेको कति ठुलो होला त होइन। गाइस अब आमा बुबा भन्दा ठुलो चाहिँ अरू केही पनि होइन होइन। आमा बुबा नै सबै थोक हो होइन। 9 महिना कोखमा राखेर जन्म दिएर हुर्कायो, बढायो, ठुलो बनायो होइन। तर आमा बुबा नै संसार हो होइन। तर मान्छेले भन्छन् आमा बुबा किन्न सकिन्छ भन्छन्, तर आमा बुबा किन्न सकिँदैन। पैसाले अरू सब थोक किन्न सकिन्छ होइन, माया आफूले चाहेको सबै किन्न सकिन्छ, तर आमा बुबा चाहिँ सकिँदैन होइन। आमा बुबा नै भगवान हुन् कि, आमा बुबा नै भगवान हुन् होइन। यदि आमाले हामीलाई जन्म दिनु भएको भए हामी यो संसार यसरी देख्दैनथ्यौँ, हामीले यसरी हेर्दैनथ्यौँ होइन, हामी यसरी हिँड्दा नि हिँड्दैनथ्यौँ। आमा बुबा नै सबै थोक हो होइन। त्यसैले आमा बुबालाई माया गरौँ, हेला नगरौँ, जस्तो भए पनि होइन माया गरौँ भन्ने हाम्रो चाहिँ धारणा हो। अब हजुरहरूले चाहिँ कस्तो लाग्छ होइन, मेरो चाहिँ के छ होइन। सकेसम्म आफू भोकै भए पनि छोरा छोरी भोकै छ भनेर आफू नखाइ भए पनि पालेको हुन्छन् हामीलाई होइन। हाम्रो पाला त अब अहिले यस्तो सुख छ, जे भने त्यही छ होइन। हाम्रो पाला त स्वर्ग हो। हाम्रो बुबा मम्मीको पाला नपढ्न पाइन्थ्यो, नखान लाउन, हाफ गन्जी लाएर हिँड्नु पर्थ्यो होइन। हाम्रो पाला यस्तो छ। त्यसैले आमा बुबाले हेला नगरौँ, एकदम माया गरौँ भन्ने हाम्रो चाहिँ धारणा हो होइन। मेरो मात्रै होइन, अब सबैको त्यस्तै चाहना हुन्छन्, राम्रो होस् भन्ने। म चाहिँ अब गइरहेको छु, आइपुगिसकेँ दाइको घर आइपुग्नु लाग्छ। यो चाहिँ म पढेको स्कुल हो। प्रायः म यहीँ आइरहेको हुन्छु होइन। दाइको घर पनि यहीँ हो। म चाहिँ अब गएर दाइको घरमा दिनुपर्ने हुन्छ। सो गाइस, म चाहिँ दाइको घर पनि आइपुगिसकेँ होइन। यहाँ तल हो दाइको घर। म चाहिँ अब जाँदैछु होइन। यहाँ अब खै के हाल्नु भयो हेर्नु न, मम्मीले पठाउनु भएको हेर्नु नि त्यहाँ के छ। बुढालु होला सङ्क्रान्तिलाई त्यो आज अलिअलि खनेको खासै त्यति आएन, अलिअलि खन्ने बाँकी छ ऊ चाहिँ तरुल चाहिँ। अनि तल्लोहरू दिने अनि यहाँ अनि घरमा भनेर। दाइ उता जानु भएन आज? अब पर्सि 1 गते आउनुहुन्छ? ए म चाहिँ दाइको घरमा पनि गएर होइन, मम्मीले पठाइदिनु भएको सामान पुऱ्याएर आइसकेँ। तरुल पिँडालुहरू के पठाइदिनु भएको थियो त्यो पुऱ्याएर आइसकेँ होइन। घर गएँ दाइको घर, भाउजू हुनुहुँदो रहेछ, दिदी पनि घरै हुनुहुँदै थियो। दिदीसँग चाहिँ अब खासै भेट्न चाहिँ भेटेँ, पछि भेटेँ होइन। भाउसँग चाहिँ भेटेँ, भाउ चाहिँ साग काटिरहनु भएको रहेछ होइन। अब बल खेल्न जाने भनेको डाँडा, तर अब नभ्याउने भयो।
अँध्यारो भइसक्यो, त्यसैले बल खेल्न चाहिँ जाँदिनँ होइन। अब यतिकैमा अब घरतिर जान्छु होला सायद होइन। अब भिडियो यस्तै हो, अब हेरेर जसले हेर्नु भएको छ होइन। माया सङ्क्रान्ति लागेको छ, अब माया सङ्क्रान्तिमा त्यही भएर अब दाइकोमा पनि तरुल लिएर आइदिएको होइन। अब हामीले पनि अलिअलि खनेको थियो, त्यसैले बाँडीचुँडी खाने हाम्रो चाहिँ चलन छ होइन। त्यस्तो एक्लै एक्लै खाने चाहिँ हाम्रो छैन, मन लाग्दैन त्यस्तरी खान पनि होइन। त्यसैले दाइको घरमा सबै बाँडेर हामी खाने गर्नेछौँ। ल जसले यो भिडियो हेर्नुभएको छ होइन, उहाँले सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ सब्सक्राइब गरिदिनु होला, बेल आइकन अलमा क्लिक गर्नु नभुल्नु होला होइन। अब भिडियो यस्तै हो, माया सङ्क्रान्ति आइरहेको छ, माया सङ्क्रान्ति राम्रोसँग मनाउनु होला होइन। अब गोरु जुधाइ पनि हुन्छ पञ्चकन्यामा होइन, कले गाउँ भनिन्छ होइन। त्यहाँको पनि भिडियो म गएँ भने भिडियो म गर्नेछु अनि हजुरहरूलाई युट्युबमा अपलोड गरेर देखाउनेछु होइन। यति भन्दै जसले यो भिडियो हेर्नुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद। हेर्नु महानुभावहरूलाई चाहिँ होइन माया गरिदिनु होला। खासै भ्लग बनाउन आउँदैन, म भ्लगर परेन होइन। खासै अलिक क्वालिटी हाई क्वालिटीको मोबाइल होइन, लो क्वालिटीको मोबाइल छ, 12-15 हजारको त्यस्तै हो। बिस्तारै बिस्तारै अब सेटल होला भन्न चाहन्छु होइन। यति भन्दै म चाहिँ भिडियोले यहीँ गर्न चाहन्छु। सबैलाई बाई बाई।